जुन बेला चारैतिरबाट तिम्रो बाटो बन्द भयो जस्तो लाग्छ नि, त्यो बेला सबैभन्दा बढी पीडा तिमीलाई न कुनै हात हतियारले दिन सक्छ न कुनै घाउले। पीडा त तिमीलाई शब्दहरूले दिन्छ कि, तिम्रो घर परिवारको शब्दहरूले, तिम्रो आफन्तको शब्दहरूले, तिम्रो साथीभाइहरूका शब्दहरूले। त्यो शब्दहरू जसमा तिमीलाई निकम्मा कामै नलाग्ने एउटा हारेको व्यक्ति बनाइसके हुन्छ कि उनीहरूले। पैसै नकमाउने बुढोको एउटा घरमा इज्जत पनि त हुँदैन नि। कतिखेर त लाग्छ होला है यो संसारै छोडेर गइदिउँ भनेर, तर टाउकोमा जिम्मेवारीको यतिसम्मको बोझ हुन्छ चाहेर पनि मर्न सकिँदैन नि। बिकज उनीहरूले तिमीबाट अलरेडी हार खाइसकेका हुन्छ कि। मेरो हिसाबले भन्नु पर्दा त यो तिम्रो जीवनको एउटा त्यस्तो मोड हो जो मोडमा तिमीले एक्लै हिँड्नु पर्ने छ के। देयर इज नो वान कमिङ फर यु। कोही पनि आउनेवाला छैन तिम्रो लागि, न तिम्रा साथीभाइहरू, न तिम्रो घर परिवारहरू, न तिम्रा आफन्तहरू। यु हेभ टु फाइट फर युर सेल्फ। एन्ड यो कुरा तिमी र तिम्रो आत्मा बाहेक सायद कसैलाई थाहा छैन होला। चाहे तिमीले जतिचोटि हारे पनि, जतिचोटि ठक्करै खाए पनि, जतिचोटि खसे पनि, एक न एक दिन तिमी उठ्छौ र यो दुनियाँले तिम्रो एउटा नयाँ रूप हेर्छ क्या। तर तबसम्मको लागि एटलिस्ट आफूलाई सम्हाल्ने जिम्मेवारी भनेको तिम्रो आफ्नो हो क्या। एन्ड यो संसारै चलाउने माथिवाला को हो थाहा छ नि? उसले आफ्नो छोराछोरीहरूलाई यो धरतीमा लड्न पठाएको, हार खान होइन नि। एन्ड डोन्ट वरी, ही इज अलवेज विथ यु।